सो हेलो गाइस, वेलकम ब्याक टु माई भिडियो। अहिले म चाहिँ जान लागेको घाँस लिन। यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग र म चाहिँ नाम्लो हैसा बोकेर लागेँ। यतापट्टि चाहिँ मम्मी भाँडा माजिरहनु भएको थियो र अगाडिपट्टि चाहिँ एउटा बिरालो कुदिरहेको थियो क्या बाटोमा। त्यसपछि त्यसलाई छोड्दै म चाहिँ सरेँ ओह्रालो र तल पुगेपछि चाहिँ मैले भेटाएँ पिपलको फल। तपाईँहरूले खानु भएको छ कि छैन? जम्मा 3वटा दाना थियो र त्यो खाएर म चाहिँ लागेँ आफ्नो बाटो। नत्र अहिले फेरि घर आउन चाहिँ ढिलो हुन्छ। हिँड्दै म चाहिँ फाइनल्ली पुगेँ पाती खेत। यता उता हेरिरहेको थिएँ र तल चाहिँ मैले एउटा मृग देखेँ। त्यो चाहिँ चर्न निस्केको होला, तर मलाई देखेपछि चाहिँ त्यसले त्यहाँबाट हाम फालेर त्यो भाग्यो। मृगलाई चाहिँ अहिले छोडिदियो र म चाहिँ लाग्छु मेरो कामतिर। मेरो त घाँस झारेर लानुपर्ने छ र म चाहिँ यही कुटमिरो झार्छु। रुख चढ्नलाई त फेरि म पहिल्यैदेखिको एक्सपर्ट हो नि त। मलाई त रुख चढ्न खत्रै आउँछ, खासै गाह्रो त लाग्दैन। तर यो रुख चाहिँ अलिक अप्ठ्यारो रहेछ। मलाई घाँस झार्न पनि अलिक अप्ठ्यारो भइरहेको थियो। त्यही पनि केही छैन, गाह्रो भए पनि म यो रुखको चाहिँ सबै घाँस झारिसक्छु। त्यसपछि मैले सबै रुखको घाँस चाहिँ झारिसकेर अगाडिको पनि झारेँ है। एउटा रुखले चाहिँ नपुग्न जस्तो लाग्यो र फेरि तल समेल्दै जाँदा घाँस त धेरै होला जस्तो भइसक्यो। हत्तेरिका घाँस समेलिसक्दा त लास्टमा त यति धेरै पो भयो। यतापट्टि पनि छ र उतापट्टि अर्कोतिर पनि छ। झन् अरू पनि थपेर घाँस लगाउँला भनेको त यही कुटमिरो नै धेर भयो। हेर्नु त्यहाँ पनि छ, यहाँ पनि छ, 2 ठाउँ। त्यति भएपछि त यही भारी त पुगिहाल्छ। त्यसपछि म चाहिँ भारी सारी मिलाएर चट्टसँगले अलिकति बढी भए जस्तो भइरहेछ, तैपनि म चाहिँ बोकेर लाग्छु अब घरतिर। झ्याप्पै उठेको त है, भारी त एकदम गरम भएछ। त्यही पनि अब म चाहिँ लाग्छु घर पुग्दा त म त पुरै भिज्छु जस्तो लाग्न थाल्यो है। निकै गरम भएको थियो, घाम पनि लागिरहेको थियो। त्यो माथि यति ठुलो भारी भएपछि त होइन, त्यसै म चाहिँ लगभग 10 मिनट जति हिँडेपछि चाहिँ फाइनल्ली माथि पिपलमा पुगेर बिसाएँ। यस्तो थकै लाग्यो है, पुरै पसिनै पसिना भयो क्या म त। 5 मिनट जति बसेर म चाहिँ फेरि भारी बोकेर लागेँ घरतिर। घर आउने बित्तिकै यसो हेरेको त बाख्राहरू त बसिरहेको रहेछन् र म आउने बित्तिकै जरा जुरुक्क उठेँ। मलाई चाहिँ पुरै थकै लागिरहेको थियो र मैले चाहिँ बाख्रालाई घाँस झुन्डाइदिएँ। त्यसपछि बोकालाई यतापट्टि झुन्डाइदिएको घाँस बोको उतापट्टि खाइरहेको। त्यसलाई चाहिँ मैले नाकमा प्याट्ट हानेर आजको लागि चाहिँ भिडियो यति नै गरौँ। बाइ।